सो गुड मर्निङ गाइज अल द वे फ्रम जलजला। अहिले चाहिँ म जलजलाको भ्यू टावरमा छु। सबै यहाँबाट एकदम भ्यूहरू बवाल देखिरहेको छ र तपाईँहरूको अर्ली मर्निङ चाहिँ यहाँको भ्यू चाहिँ यस्तो हुन्छ। बर्खा महिनामा चाहिँ एकदम बवालै खिलेको छ र सबैजना उठ्नु भइसक्यो। अब चाहिँ हामी यहाँबाट फुल टिप्न जाँदैछौँ भने चाहिँ यहाँदेखि लगभग आधी घन्टा अझै टाढा भिरमा चाहिँ भिरमा अब फुलेको फुलहरू टिपेर त्यो चाहिँ गाउँ लग्दा चाहिँ आज टिपेर लग्दा भोलि यहाँबाट गएर पानीमा हाल्यो भने नि सुक्दैन अरे, अझै खिल्छ अरे। सो अब चाहिँ हामी यहाँबाट एकछिनमा निस्किन्छौँ होला। भर्खर उठेको, अब आजको हिजोको बसाइ चाहिँ एकदम डेन्जर भयो, एडभेन्चर भयो। अब चिसो अब त्यही हो। अब यस्तो गाउँ ठाउँमा आएपछि, अब होटेल नभएको ठाउँमा आएपछि अब के हुन्छ त्यो त हजुरहरू सबै थाहा पाउनु भएको होला। र अहिले चाहिँ अब यहाँबाट चाहिँ हामी अब चिया खाएर अब सुरुमा पूजा गर्छौँ अनि त्यसपछि हामी के गर्छौँ हजुरहरूले देखाउँछ है त। ल गाइस ल हामी जता आए पनि फेसवासले मुख्दैन चाहिँ छोड्दैनौँ है। फेसवासले मुख्दौ राम्रो बना अभियान। अहिले चाहिँ हामी कफी खान आएको छौँ यो कटेजमा। यस्तो छ यहाँको बसाइ। हामी चाहिँ ऊ माथि बसेको यहाँ। सफा चाहिँ दि साबुन छिटो सफा चाहिँ खै चाहिँ दिजी प्रयोग गर्छन् जायमा ठन्डी। र अहिले चाहिँ हामीले कफीहरू खाइसक्यौँ र अब चाहिँ हामी सबैजना मगर ड्रेस लाएर अब रेडी हुँदै हुनुहुन्छ। अब माथि पनि अब बाजा बजाएको टोलीहरू चाहिँ गाउँको सबै मान्छेहरू चाहिँ माथि बस्नु भएको थियो। हामी जता माथि बसेको थियौँ। हामी चाहिँ अब कफी खायौँ। अब चिनी खाएर चाहिँ खालि अब अझै पूजा गर्ने भनेको अब चिनी खाएर चाहिँ कफी खाइयो। चिनी भन्दा पनि कफी मात्रै खाइयो। अब हल्का पूजा गर्छौँ हामी अनि फुल टिप्न जान्छौँ। यहाँदेखि आधी घन्टा टाढा रहेछ फुल टिप्न जाने चाहिँ। अनि त्यहाँबाट अब आउँछौँ, कस्तो कस्तो फुल हुन्छ, बाटो कस्तो हुन्छ, कतिको रमाइलो हुन्छ त्यो सबै हजुरहरूलाई देखाउने हुनेछौँ। र अब चाहिँ हामी रेडी हुँदैछौँ। म त यत्तिकै नै जाने हो, दिदीबहिनीहरू चाहिँ मगर ड्रेस लाउँदै हुनुहुन्छ। र अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ। ल एकदम सुन्दर छ जलजला। तपाईँहरू पनि यदि तपाईँहरूको नि आउने प्लान छ भने चाहिँ प्लिज आउनु होला। असार साउनमा आइहाल्नु होला ल है त। ल अहिले चाहिँ हामी 3160 को हाई एल्टिट्युडमा छौँ र यहाँसम्म आउँदा चाहिँ एकदम गाह्रो। कहिले नहिँड्ने मान्छेलाई चाहिँ सास गर्ने, बुकी लाग्ने भन्नेको एकदम के हुन्छ। र अहिले चाहिँ हामी 3160 मिटरको हाई एल्टिट्युडमा छौँ। यदि तपाईँहरू कहिले पनि हिँड्नु भएको छैन भने चाहिँ मेडिसिनहरू लसुनहरू बोकेर हिँड्नु होला है त। ल र अब चाहिँ हामी अब बुकी फुल टिप्नको लागि हिँडिसकेको छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि सबै डाँडाबाट हिँड्दै हुनुहुन्छ र हामी पनि अब हिँड्दैछौँ पछि। अघि त सकिन्न, पछि है त गाइज। र फाइनली हाम्रो मोडेलहरू रेडी हुनु भइसकेको छ है। लगभग एक घन्टा जति लाग्यो होला दिदी। न तातो पानी खानुभयो, के गर्नु, मेकअप गर्न लगाएपछि केटीहरूले सबै कुरा बिर्सिन्छ है त। जाने हामी सबैजना हिँड्छौँ क्या। ल है ल झोरले नमस्कार जेदौ सबैजनालाई। अहिले चाहिँ हामी म पनि यो मगर ड्रेसमा सजिसकेछु। अब सबै त लाउन सकेन तर हल्का फुल्का चाहिँ मगर ड्रेस लाएर सजिसकेको छु। र पछाडि देख्न सक्नुहुन्छ हाम्रो दिदीलाई एकदम राम्री हुनु भइसकेको छ। अब भेनाहरूले आँखा लगाउला भन्ने हल्का डर त छ तर त्यही पनि एकदम राम्री भएर अब चाहिँ हामी गाउँको मान्छेको पछि फुल टिप्न जाँदैछौँ।
उहाँहरू धेरै अघि पुगिसक्नु भइसक्यो। हामी चाहिँ अब बाटोमा जाँदैछौँ र कहाँ जाँदैछौँ कस्तो ठाउँमा जाँदैछौँ त्यो त हजुरहरूले थाहा पाइहाल्नुहुनेछ। र राम्रोसँग हेरौँ ल भिडियो चाहिँ। बुके फुल लिएर आउने छु म है त हजुरहरूको लागि। ल म किन यस्तो जोसिया छु बड्डा? बुकी फुलको महत्त्व किन यति गाह्रो हुँदो रहेछ भने यस्तो पहाडै पहाड ठाडै उकालो यस्तो जङ्गलको बाटो हिँडेर बुकी फुल टिप्न जानुपर्ने रहेछ। त्यही भएर बुकी फुलको एकदम महत्त्व छ। र आज चाहिँ हामीले अब बुकी फुल टिप्न जान्छौँ। मान्छेहरू त धेरै टाढा पुगिसक्नु भयो। हामी चाहिँ अब साथीहरूलाई अड्डिँदै जाँदैछौँ। अहिले उस्तै पऱ्यो हामी पुग्दा उहाँहरू फर्किन पनि बेर छैन। तर हामी चाँडोभन्दा चाँडो जाने प्रयास गर्दैछौँ। एकदम गाह्रो हुँदो रहेछ, डेन्जर पसिना आयो। ठाडै उकालो अब उता तराईमा हिँडिरहेको बानी अब यहाँ एक्कासी ठाडो उकालो हाई एल्टिट्युडमा हिँड्न अलिक गाह्रै हुँदो रहेछ गाइजहरू। एकदम सास फुल्लिरहेको छ, त्यही नि हो। ल गाइजहरू बुकी फुल भनेको चाहिँ असली फुल चाहिँ यो है। यो चाहिँ ओइलाउँदैन नि, पानी आज टिप्यौँ अब भोलि पानीमा हाल्दा पनि जस्ताको तस्तै हुन्छ। हो कि साँच्ची हो? यसको रियल त्यो नि त त्यही त हो नि। ल अब उहाँलाई पनि अब हामीले दिन्छौँ है फुल। ल गाइज मेरो फर्स्ट बुकिट फुल है। ल यस्तो हुन्छ बुकी फुल चाहिँ। उहाँ चाहिँ थबाङ गाउँ छ, यहाँ चाहिँ बुकी फुल। वाह मेरो फर्स्ट यो बुकी फुल। ल यो हो नि त असली बुकी फुल भनेको त। आमामा यस्तै भिरमा यस्तो 1 मिस गेम फिनिस। ल धेरै सङ्घर्षपछि हामी यति फुल टिप्न सफल भइसकेको छौँ। एकदम भिरालो ओह्रालो बाटोमा गएर यति फुल टिपिसक्यो। त्योभन्दा तल चाहिँ हामी जान सक्दैनौँ है, एकदम गाह्रो छ। 1 मिस गेम फिनिस। अब माथि तल टिप्दै गर्दा माथिबाट ढुङ्गा गुर्क्यो भने टाउकोमा लाग्यो भने त फेरि ठर्यो ठाउँको ठाउँ। ल सबैजना फर्किराख्नु भएको छ। ल दिदी क्या खुसी है बुकी फुल टिप्दा। म पनि एकदम खुसी, फर्स्ट टाइम बुकी फुल टिपेँ। एकदम राम्रो छ। टक्क लगाएर अब भोलि अब यहाँनिर लगाएर नाच्ने हुन्छ अब गर्दा। मै बसौला सम्झी झलझाली ढाडैको देवी देउराली माया हो पद बजाउँदै छरियो ओराली मै बसौला सम्झी झलझाली। झर्दै ओराली बुकी फुल होला। बुकी फुल टिपियो, जङ्गलको बाटो हिँडियो, ओह्राली झर्दैछौँ हामी। झन्ने अरूको मान्छेको टाउको फोडिदियो। के गर्नु गाह्रो छ। बुकी फुलको मिनिङ चाहिँ यो रहेछ, एकदम अप्ठ्यारो ठाउँमा भएर नै रहेछ। एकदम इम्पोर्टेन्ट बुकी फुल चाहिँ है। ल ओह्राली झर्दै हामी चाहिँ अब ल एरोन दाइ हजुरको फुपूहरूसँग है। हजुरको फुपू मेरो हुनेवाला माइजू। ल यता पनि बाहिर माइजू। अहिले जमानी भल पक्का भइसक्यो। ल गाइज अहिले चाहिँ हामी फुल टिपेर आइसक्यौँ। बुकी फुल तपाईँहरूले देख है, बुकी फुल देऊ त मेरो। ल
बुकी फुल चाहिँ यस्तो हुन्छ र यहाँको फुलभन्दा एकदम डिफ्रेन्ट हुन्छ र अहिले चाहिँ यो ओइलाको जस्तो देख्नु भएको होला तर यसलाई चाहिँ हामीले पानीमा राखिदियौँ भने चाहिँ फ्रेस हुन्छ अरे भोलि पर्सिसम्म फ्रेस हुन्छ अरे र यो चाहिँ मैले घोराइ लग्ने लगभग प्लान छ अब कतिको सक्सेस हुन्छ है त बुकी फुल चाहिँ यही हो अहिले चाहिँ हामी जलजलाको माथि भिडमा छौँ यस्तो बवाल भइरहेको छ अहिले चाहिँ बिहानको 10 बजिसक्यो हामीले बिहानबाट केही खाएको छैनौँ अब चाहिँ हामी पूजा गर्न जान्छौँ अनि यता तल कटेजमा खाना भनेको छौँ त्यहाँबाट खाना खाएर हामी फेरि ब्याक टु थबाङ हुनेछौँ है त गाइस ल स्टे ट्युन ल अब चाहिँ हामी यो मन्दिरमा पूजा गर्न जाँदैछौँ मेन मन्दिर यो हो अरे जलजलामा आयो भने यस्तो घोडा पनि देख्न सक्छौँ है हामीले र हामीले यहाँ तल ग्राउन्डमा घोडा पनि देख्न सक्छौँ है अब चाहिँ हामी मेन मन्दिरमा पूजा गर्न जाँदैछौँ अगरबत्ती र फुल लगेर मेन मन्दिर चाहिँ त्यो हो म पूजा गर्न जाँदैछु अब ल गाइस जलजलाको मन्दिर चाहिँ यही हो मैले आफ्नो मनोकामना मागिसकेँ मैले आफ्नो र सबै फ्यामिलीको लागि मनोकामना मागिसकेँ मैले पूजा पनि गरिसकेँ यो मेन मन्दिर चाहिँ यही हो एकदम राम्रो छ जलजला ल यो चाहिँ हाम्रो अर्को सत्यदेव बराथानमा पूजा गरिसक्यो हामीले अब चाहिँ हामी उता जान्छौँ पूजा गर्न सबै मन्दिरमा पूजा गर्दै गर्दै जाँदैछौँ अब चाहिँ एउटा मन्दिर बाँकी छ त्यो चाहिँ यहाँबाट लगभग 10-15 मिनट त लाग्छ त्यो चाहिँ गुफाभित्र मन्दिर छ यहाँबाट जान्छौँ हामी ऊ पारी नमान्नु डर ल गाइस अब चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि गुफा जाँदैछौँ गुफाको मन्दिरमा सारा पुलबाट तर्दै अब चाहिँ हाम्रो लास्ट एउटा मन्दिर बाँकी छ अनि त्यो पूजा गरेर चाहिँ हामी बल्ल खाना खान्छौँ अनि ब्याक टु थबाङ बजार अनि वी विल इन्जोय देयर एट थबाङ बजार है त इङ्ग्लिस टुटाफुटा यस्तै छ ल अब माइजूलाई डाइरेक्ट अब अर्को चिज चाहिँ हेलिकप्टरमा ल्याउनु पर्छ अब ल गाह्रो भइसक्यो माइजूलाई सास बढिसक्यो सो गाइज फाइनल चाहिँ हामी अहिले जलजलाको यो गुफाको मन्दिरमा आइपुग्यौँ यस्तो छ माथि तल यहाँ भर्खर अस्ति पूर्णिमा ठुलो पूजा हुन्छ यहाँ एकदम बलि दिएको छ अब हाम्रो माइजू आउँदै हुन्छ अब हाम्रो माइजूले यस गुफाको अब कथा सुनाउनुहुन्छ हाम्रो माइजूलाई पनि उहाँको मम्मीहरूले चाहिँ सानोमा कथा सुनाउनुहुन्थ्यो अरे हजुर यसमा चाहिँ पहिला बास बस्ने मान्छेहरूलाई चाहिँ हजुर यहाँ चाहिँ गुफामा खानाहरू सास बढेको भाँडाहरू दिन्थ्यो अरे अनि त्यसपछि अब त्यहाँ खाना बस्नेहरू बास बस्ने जस्तै खानाहरू भाँडाहरू यताउति सबै हुने हजुर तर एकजना मान्छेले भाँडा लगेर कि यहाँदेखि हजुर त्यहाँदेखि त्यो जुन भाँडाहरू खाने चिजहरू चाहिँ बन्द भयो भन्ने चाहिँ हजुर मम्मीको मुखबाट सुनेको फाइनली आज आएँ कस्तो खुसी लाग्छ सास पनि बढेछ र यतिको एजमा चाहिँ माइजू यहाँ हाम्रो 50 वर्षको उमेरमा यतिको हिँडेर जलजलासम्म आउनु सक्नुभयो सफल हुनुभयो र मजाले सबै ठाउँ घुमेर पूजा पनि गरिसक्नु भइसक्यो माइजूले अब तपाईँ हामी अब भर्खरको युङहरू पनि अलिक गाह्रै पर्छ जलजला आउन त ल रात पर्छ यहीँ सुत्ने ठाउँ यो हो अनि सबै खानापिना ओर्ने ओछ्यान सबै हुन्थ्यो अरे के ए आफै तर हजुर अनि भिजिबल है भिजिबल कोही पनि थिएन अनि वान डे एकजना गाइने आयो अरे त्यसलाई पनि खानेकुराहरू दियो रहेछ अनि त्यसपछि त्यसले खायो पियो ओर्ने ओछ्यान दियो अनि सुत्यो होइन बिहान उठ्दाखेरि कोही पनि छैन कसले दियो यस्तो भनेर उसले चाहिँ अब कोतुल त जात्छ नि त उसले चाहिँ अब के होला यो कृषि जाग्यो के अनि ऊ चाहिँ अब गाइने त भयो नि
बजायो सारङ्गी को हुनुहुन्छ यसरी धर्म गर्ने खानापिना दिने ओर्ने ओछ्यान दिने मलाई हेर्न चाहन्छु म हेर्न चाहन्छु मलाई दर्शन दिनुहोस् हैन यदि कुनै भगवान चाहिँ हो भने मलाई चाहिँ दर्शन दिनु म हेरेर जान चाहन्छु भनेर भन्दाखेरि यहाँ चाहिँ सर्पहरू के पुरा यस्तो बटालेर आयो नि त अनि चाहिँ अब सर्पको रूपमा चाहिँ आयो रहेछ होइन अनि त्यसै चाहिँ उसले चाहिँ त्यो गाइनेले चाहिँ अब यिनीहरूको देउताको रूपमा आयो होला भनेर भनेको भए नडराएको भए हुन्थ्यो होइन ऊ चाहिँ डराएर ताप कसेछ के ताप कसेपछि उसको सारेन्डर फुट्यो होइन ऊ पनि उता खोलामा गएर चाहिँ मरेको थियो अरे पछि अनि त्यसपछि त्यस दिनदेखि यहाँको देवी देवताले चाहिँ त्यो खानाकुराहरू दिन ओर्ने ओछ्यान दिन चाहिँ बन्द गरे है त्यस्तो हाम्रो यो पश्चिमबाट के यो जब यो बुद्ध जयन्ती हुन्छ नि वैशाख पूर्णिमामा हो त्यतिखेर चाहिँ पुरा आँधी गुइरा चल्छ के हामी यहाँ थबाङमा हुँदाखेरि आँधी गुइरा चल्थ्यो अनि हाम्रो त्यो 103 वर्ष बस्नुभयो हाम्रो बोजू त्यहाँले चाहिँ हामी के गर्नुहुन्थ्यो बोजू यस्तो हाम्रो घर त 4 तलाको छ पुरै फ्ल्याटले छाएको सबै हावाले उडाएर लग्ने के अनि किन यस्तो हुन्छ भने साक्षर लिएर आयो भन्नुहुन्थ्यो बा साक्षरले भने के हो त भन्दै पश्चिमबाट त्यो देउताहरू आउँछ होइन अनि हाम्रो यो जग्गाको देउताहरू चाहिँ छेक्छ अरे क्या उनीहरूलाई होइन यहाँ चाहिँ यस्तो सत्य छ कि त्यताको देउताहरूले यता आउनु दिँदैन किनभने त्यति फाइट परेर चाहिँ के यताको देउता र यताको देउताहरू फाइट परेर फाइट पर्दाखेरि चाहिँ उनीहरूले चाहिँ यहाँबाट पुरा त्यो लामे भन्छ नि बो के तीर त्यो तीर हो त्यसले चाहिँ धनु बाँधले के हानेर अनि उनीहरूलाई जिताएको रे अनि त्यसपछि त्यो बेलामा चाहिँ उनीहरू जब यहाँ प्रवेश गर्नु खोज्छ नि हो त्यो दिनमा चाहिँ यस्तो फाइट हुन्छ होइन लडाइँ हुन्छ अनि त्यसपछि यो चाहिँ हावा आँधी हुन्छ भनेर भन्नुहुन्थ्यो त्यो अनि त्यसपछि यता आइसकेपछि अनि आउनु त यहाँ आयो रे तर के भयो अरे त्यतातिर फेरि हामी चाहिँ मतवारी जात हिम नि मगर अब कामी दमाई शुद्ध कामी दमाई शुद्र तिमीहरूको चल्दैन भनेर भनेर छ अनि त्यसपछि त्यो भेडा ल्याएछन् रे जतिचोटि पानी चढाउँछन् मान्दैन रे त अनि पछि यो ब्राहा ठान्छ नि त्यहाँ त रोकाहरू गर्छ क्या रोका मगरहरूले अनि त्यहाँ रोका मगरहरूले आइसकेपछि अनि ल तिमीहरूको हातले चल्छ कि हाम्रो हात चल्छ भनेपछि त्यो रोका मगर आएर अब त्यो दशाथुप गरेको त त्यो त मानेर त अनि त्यसपछि त्यो उताबाट खसहरू चाहिँ ल हाम्रो गल्ती भयो त्यसो भए तिमीहरू दाङ्रा खाने भाँडा ओर्नेको तिमीहरूको आफ्नै जित भयो हामी त पाहा लाग्छौँ भनेर त त्यो खसहरू क्या भ्या गरेर भ्या हान्दै क्या जङ्गल हो त्यसपछि चाहिँ यहाँ चाहिँ झाँक्रीथानमा झाँक्रीले पूजा गर्छ बराहा थानमा रोकाले पूजा गर्छ यहाँ बोजू थानमा पनि रोकाले पूजा गर्छ अनि यहाँ पनि त्यस्तो हो कि कहानी सत्यता जलजला र यो गुफाको सत्यता हाम्रो माइजूहरूले बताइसक्नु भएको छ र सत्यता नै हुन्छ सधैँभरिको लागि हो त्यो बराहा हो बराहाको चेली हो बाह्रकुने त्यो फेरि यहाँको बराहाको 22 बराहाको चेली चाहिँ त्यहाँ गएर म्यारेज गरेको के बिहा गरेको अनि त्यसपछि पछि त अनि पहिले तर यो सत्यता भएर न त अब मान्छेले पहिल्यैबाट हाम्रो जिजु पुर्खा बाउ बाजेहरूले मानिरहेको भएर अहिले हामीले पनि त्यहीमै मान्दै हिँडेछौँ एउटा आस्था एउटा सत्यता पहिल्यैदेखि भइरहेको त्यही कारणले हामी पनि आज यहाँ यसरी हिँड्दै यहाँसम्म आइपुग्यौँ आमाले यो के अरे कथा जस्तै लाग्थ्यो सुन्दाखेरि तर वास्तविक आउँदाखेरि कस्तो खुसी लाग्यो अनि के भन्छ यो नयाँ जेनेरेसनहरूलाई सुनाउँदा पाउँदा अब चाहिँ हाम्रो सबै पूजा सकिसक्यो अब चाहिँ हामी फर्किँदैछौँ ल अहिलेसम्म गाँठ थापिनु भयो सिर थापिनु भयो भविष्यसम्म पनि एकदम रक्षा गर्नु होला हाम्रो परिवारको सबैको रक्षा गर्नु होला ल है साथीहरू अब चाहिँ हामी जलजलाबाट फर्किँदैछौँ हाम्रो पूजा अनि ट्रेकिङ हाम्रो सबै कुराहरू सकिसक्यो अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ अहिले चाहिँ दिउँसोको 2:55 गइसक्यो र घाम चाहिँ अहिले लागेको छैन झमक भइरहेको छ अब चाहिँ हामी फर्किँदैछौँ अब जलजलाबाट थवाङ ब्याक हुँदैछौँ र आजको हाम्रो बसाइ चाहिँ थवाङमा हुनेछ र त्यो पछि कता जान्छु के गर्छु हेर्दै गर गाइस है त ल अहिले चाहिँ हामी लगभग झरिसक्यौँ अहिले चाहिँ हामी खोलाको तिरैतिर जाँदैछौँ अबको 10-15 मिनटमा चाहिँ हामी थवाङ गाउँ पुग्छौँ तर आज चाहिँ माथिबाट
जो बुकी फुल लिएर झरेको टोली हुन्छ नि उहाँहरू चाहिँ खोलाकै छेउमा रातभरि बाजा बजाएर आगो बालेर नाचगान गरेर रमाइलो गरेर रात काट्नु रहेछ आज पनि। तर हामी चाहिँ अब त्यहाँ बस्दैनौँ होला सायद, एकदम थकै लागेको छ। हामी चाहिँ थबाङ जान्छौँ र एकछिन त्यहाँ बसेर एकछिन रमाइलो पनि हेर्छौँ होला के कस्तो छ। नाचगान छ भने म तपाईँहरू हजुरहरूलाई देखाउने पनि छु। अब उस ताल भयो भने म आफै पनि नाच्नेछु र एकदम बवालले एक्सपिरियन्स भयो। खुट्टा दुखेर हैरान छ, नि दुखेर हैरान छ र अहिले भर्खर 5 बजिरहेको छ। हामी चाहिँ लगभग झरिसक्यौँ। अबको 10-15 मिनटमा चाहिँ हामी गाउँ पुग्छौँ है त। ल गाइस हेर्दै गरौँ। तपाईँहरूले देख्नुभयो होला कसरी आज साँझ यहाँ खोलाको छेउमा बसेर रमाइलो गर्नुहुन्छ र के गर्नुहुन्छ। त्यो चाहिँ अब माथिबाट लिएको बुकी फुल चाहिँ तल जरुवामा राख्ने र भोलि बिहानसम्म चाहिँ त्यो त्यस्तै हुन्छ र भोलि बिहान फेरि यहाँबाट लगेर जाने र गाउँको मान्छे पनि यहीँ आएर यहीँबाट रमाइलो गर्दै जाने रहेछ। र आज रातभरि चाहिँ बवाले रमाइलो हुँदैछ, यस्तै नाचगान दोहोरी हुँदैछ। अब मन त अब मेरो पनि यतै बस्ने थियो, नाचगान गर्नु थियो, तर के गर्नु अब नयाँ ठाउँमा हल्का डर हुन्छ। अब मेरो साथीहरू म सबैले छोडेर गइसक्यो। अब म पऱ्यो अब नाचगान लभर, एकछिन नाचगान हेर्दा साथीहरूले छोडेर गइसकेको छन्। अब 2-3 जना पछाडि छन्, रात पर्न लागिसक्यो। अब म त अब जान्छु, अब यहाँदेखि अब 10-15 मिनट माथि छ। सो पछि आउँदै गर्छन्, अगाडिको पुगिसकेलाई बेलासम्म म चाहिँ अब एक्लै फर्किँदैछु है त गाइज। ल गाइज फाइनल्ली थबाङ बजार आइपुग्यो हामी धेरै हिँडाएपछि। ल गाइस आज चाहिँ असारको 1 गते भूमे पर्व। आज चाहिँ हाम्रो भूमे पर्व हो। यो रोल्पा रुकुम सबै यो मगर जातिको आज चाहिँ भूमे पर्व छ र यो चाहिँ एकदम स्पेसल रहन्छ। भूमे पर्व चाहिँ त्यो त मैले पहिलाको भ्लगतिर पनि देखिरहेको हुन्थेँ, रिप्रेजेन्ट गरिरहेको हुन्थेँ। र आज चाहिँ असारको 1 गते भूमे आजदेखि 5 गतेसम्म हुन्छ। यो भनेको चाहिँ भूमि मातालाई मनबाट पूजा गरेको हो। यो वर्षभरि दुःख कष्ट बाली नानी सबै राम्रो होस्, पहिरो सहिरो नहोस्, यताउति केही हानि नोक्सानी नगरोस् भनेर हुने पूजा हो। र अहिले चाहिँ हामी थबाङ बजारबाट चाहिँ उता माथि गोबाङ जाँदैछौँ। हिजो राति खोलामा बस्नु भएको थियो नि त्यहाँहरू, अनि यहाँबाट चाहिँ बाजागाजा लगेर उता उहाँहरूलाई भेट्ने, अनि त्यहाँबाट चाहिँ रेस सुरु हुँदैछ कपल्सको।
कपल्स। अनि यदि तपाईँहरू कोही राम्रो लाग्छ भने हात पकाएर दुगुर्ने। यदि हजुरहरू दुगेर रेसिङ पोइन्टसम्म आउनुभयो भने जित्नेलाई चाहिँ जस प्राइज मनी हुने रहेछ र एकदम रमाइलो हुने रहेछ। अब हामी चाहिँ त्यही हेर्न जाँदैछौँ। अब मलाई चाहिँ मगर ड्रेस लाएरै जान मन थियो, तर के गर्नु, अब मगर ड्रेस ल्याइएन। अब त्यही नै हो। अब न के थाहा मगर ड्रेस भएको त म पनि अब सालीहरूसँग हात पकाएर दुगुर्थ्यो होला। तर अब चाहिँ हामी चाहिँ हेर्न जाँदैछौँ है त। ल इन्जोय। मगर ड्रेस लगाएर नाच्नु छैन है। यस्तो नाच्न मन लाग्छ नि मलाई। मगर ड्रेस लिएर आयो हुँदैछ क्या। मिसाङ मिसाङ ल थ्याङ्क यू दिले पिङ कलर यो न कस्तो राम्रो छ यो मलाई पनि दिउ न पक्रेको हालै दिउ न।
ल अब चाहिँ यहाँ अब रनिङ कपल्स रनिङ हुँदैछ। ल यहाँबाट चाहिँ यहाँ स्टार्टिङबाट चाहिँ ऊ तलसम्म हुन्छ। अब चाहिँ कपल्स रनिङ हुन्छ, हेरौँ है त। सो गाइज यति नै थियो हाम्रो घुमे स्पेसल भ्लग। र आज तपाईँले देख्नुभयो होला कसरी हामी फुल टिप्न गयौँ र कसरी हामी त्यहाँ खोलाबाट माथि कपाल रेस भयो अनि यहाँ आएर पूजा गर्नुभयो। अब यहाँ आज चाहिँ नाच हुँदैन अरे, अब भोलिबाट 2 गतेबाट चाहिँ अब यहाँ खतरा नाच हुनेवाला छ। र हाम्रो पनि अब जस फुल टिप्न गयौँ, घुमेको यो धेरै कुरा बुझ्यौँ, देख्न